वीरभद्र कार्कीज्यूले आफ्नो मन्तव्य राखे पश्चात अब यस चुनावी कार्यक्रममा जनताहरूलाई तथा तपाईहरूलाई सम्बोधन गर्नको निम्ति हाम्रा वार्ड नम्बर 8 का प्रार्थी तथा उम्मेदवार हाम्रा प्रिय नेता श्री रणबहादुर शर्माज्यूलाई म 2-4 शब्द राखिदिनु हुन पनि विनम्र अनुरोध गर्दछु र उहाँको स्वागतको निम्ति सबैलाई जोरदार तालीको साथमा उहाँलाई स्वागत जनाइदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु श्री रणबहादुर शर्माज्यू। चल्दैछ यो खै लोए प्रभु आज बचाइदियो खै त सिधै हुँदैन त दुईटा सुन्ने बन्द गर्छ उयो मेरो चिट कहाँ छ त्यो चुनावको त्यो लेखेको चिट कहाँ छ चोरको जिम्मा छ ल र नमस्कार जनताहरू म चाहिँ पहिला आफ्नो कामकै बारेमा भनौँ होला के छ भनेदेखिको चाहिँ म चाहिँ यो नगरपालिका चुनाव यो जितेपछि चाहिँ म काम गर्ने चाहिँ यो हो 90 सेन्टिमिटर यो अन्डरगार्मेन्ट ला यो त अन्डरवेयरको यो पो छुट्टिएछ त कहाँ राखिस् यहाँ लाज पर्न आँटिसक्यो कहाँ राखिस् तिमीलाई दिएको होइन अघि ए माफ गर्नुहोस् जनताहरू अब के हो भनेदेखिको चाहिँ त्यो मैले के काम गर्ने भन्ने कुरा त घरमै छोडिएछ केही छैन घरमै छोडिए तापनि मेरो दिमागमा छ र म चाहिँ जनतालाई यो भन्न चाहन्छु कि आगामी चुनावभन्दा अगाडि तपाईँहरूलाई सम्बोधन गर्न चाहन्छु कि यत्रो जनता मलाई यसरी मेरो 2 शब्द सुन्नु आइदिएकोमा चाहिँ म एकदम गर्ववती भइरहेको छु र म जस्तो नेता एकदम गाउँको भलो चिताउने नेता देख्दाखेरि पनि तपाईँहरू पनि सबैजना मलाई देखेर गर्भवती हुनुभएको छ जस्तो लाग्छ मलाई र यो नगरपालिका चुनावमा चाहिँ मैले के गर्ने भनेर सोचेको भनेदेखिको अरू नेताहरूले भन्छन् होला म एउटा अलग्गै राज्य दिने अब म चाहिँ के भन्छु भने म सबैलाई अलग अलग राज्य दिने अब खरसाङलाई अलग्गै राज्य मिरिकलाई अलग्गै राज्य र यो दार्जिलिङलाई पनि अलग्गै राज्य अनि यो कालिम्पोङलाई पनि अलग्गै राज्य डुवर्सलाई पनि अलग्गै राज्य एउटा राज्यमा किन झगडा पर्नु सबैजनाले आफ्नो राज्य पायो भने खुसी हुन्छ नगरपालिका चुनाव जित्यो भने चाहिँ सबैलाई म एक-एकवटा राज्य दिने म आफ्नोमा नराख्ने राज्य मलाई चाहिँदैन म सबैलाई बाँडिदिइहाल्ने एक-एकवटा राज्य दिने तर यो जितिसके पछाडि मैले तर राज्य ल्याउनु सकिनँ भने चाहिँ सबैले मलाई यहाँ 5वटा दुलो बनाइदिँदा हुन्छ गोली ठोकिदिँदा हुन्छ एउटा मिरिकको लागि एउटा खरसाङको डुवर्सको लागि सबैले एक-एकवटा यो गोली ठोकिदिँदा 5वटा दुलो बनाइदिँदा हुन्छ तर मेरो अब भाषणको अन्त्यतिर जाँदा चाहिँ के भन्न चाहन्छु भनेदेखिको मलाई मेरो लागि चाहिँ होइन तपाईँहरूको लागि मलाई चाहिँ 5 वर्ष चाहिँ दिनुहोस् म यो विकास गराउँछु यो जग्गा एकदमै विकास गराउँछु नगरपालिका चुनाव चाहिँ तपाईँहरूले जिताउनु पर्छ 5 वर्ष दिनुहोस् तो अनि तेरो सन्तानले 5 वर्षको लागि पाहाड छोड्दे राजनीति गर्नु छोड्दे पाहाडको आफै विकास हुन्छ बुझिस् ला लाजको भरे त यसले त